च्याप्दै आयो, कहिल्यै न्याय दिएन। हरेक कुरामा शैक्षिक क्षेत्रमा अन्याय पार्यो, शिक्षा क्षेत्रमा अन्याय पार्यो, आर्थिक क्षेत्रमा अन्याय पार्यो, हरेक नैतिक क्षेत्र राजनीतिक क्षेत्रमा अन्याय पार्यो। कहिले पनि हामीलाई माथि उठ्न दिएन। माथि उठ्यो भने दलितले हामीलाई हेप्छ च्याप्छ भनेर सधैँ यिनले हामीलाई दबाएर राखे। यसले गर्दा अब हामी सधैँ दबिएर मात्रै बस्ने होइन, यी भन्दा केमा कम छौँ हामी। हरेक कुरामा उनीहरूलाई टक्कर लिन सक्छौँ। यिनीसित फरक केही छैन। मान्छे एउटै हो। त ठुलो जात कसरी भइस भाइ, तेरो सिङ उम्रा छ कि जुरो उम्रा छ कि तेरो पुछार पला छ, तर म एउटै छौँ। तैँले मैले खानेकुरा एउटै छ, लाउने कुरा एउटै छ। त ठुलो म सानो कसरी भयो। हामीले देश निर्माण गर्ने क्रममा कुनै योगदान कम गरेका छौँ कि देश निर्माण गर्ने क्रममा कुनै हामीले गर्न पनि दायित्व कम गरेका छौँ कि हरेक कुरामा तिमीसित बराबरै गरेका छु। तर हामीमा किन विभेद, किन छुवाछुत? मान्छे एउटै होइन। अहिले आएर 21औं शताब्दीमा आएर पनि हामीलाई विभेद र अछुतको बिल्ला लगाएर हरेक कुरामा हामीलाई विभेद गर्ने, न्याय नपाउने। केही दिन पहिला मात्रै हाम्रा यस्ता केस त थुप्रै भए। हाम्रा यस्ता केसलाई थुप्रो हाम्रो मुटुक परेर आएको विवाद चलेर आउँछ। यी केस सम्झिँदाखेरिमा हाम्रो बाबुबाजेहरू बुझु